5 को सदस्य दत्तराम पाण्डे। यो हाम्रो वडा नम्बर 5 को वार्षिक कार्यक्रम अनुसार महिला दिदीबहिनीहरूलाई सुरक्षित बनाउने, स्वरोजगार बनाउने उद्देश्यले वडा कार्यालयबाट विभिन्न वडा नम्बर 5 मा रहेका समूह महिला दिदीबहिनीहरूका समूहहरूलाई आय आर्जनको सिपमूलक तालिमका सन्दर्भमा हाम्रो वसन्त टोल र थारू देउथान टोलका लागि हामीले यसमा टोकरी र के बोल्ने कार्यक्रमका लागि उहाँहरूलाई कार्यक्रम दिएका छौँ। यसै सिलसिलामा बहिनी दिदीबहिनीहरूले यो हाम्रो आफ्नो आय आर्जन र पुरानो संस्कृति रीतिरिवाजलाई कायम राख्नका लागि ढकिया बुन्ने, टोकरी बुन्ने सिपमूलकमा करिब करिब दुईटै समूहबाट 50 जनाको सहभागिता रहेको छ। त्यो सहभागितामा दिदीबहिनीहरूले बुनेका टोकरीहरू हाट बजार र धनगढी बजारमा पनि बिक्री भइरहेको छ। र यसलाई दिदीबहिनीहरूको के आकाङ्क्षा छ भने हामीलाई सरकारबाट, स्थानीय सरकारबाट अथवा प्रदेश सरकारबाट यो एउटा व्यावसायिकमूलक रूपमा हामीले चाहिँ सामान खरिद गर्न यसका लागि अझ राम्रो बजेटको व्यवस्था भइदिएको भएमा हामीले चाहिँ यसलाई व्यावसायिक रूपमा लैजान्थ्यो भन्ने किसिमको पनि सजाउनलाई धेरै महँगो सामानहरू मिल्छ। यो यसको बजेट पनि अलिक बढेको छ। क्याम्पस पर्छ बहिनी? ए सिधीर बस्छु म। सबभन्दा पुरानो हो हाम्रो पुर्खादेखि चले आयो यो ढकिया भन्ने। हाम्रो पहिल्यैदेखि 30मा रोकिएको थियो यो कार्य पलिक थिएन। सुरुको लटमा पनि तपाईँहरूले पाउनु भएको थियो? पाथे ए दुईटा ग्रुपले पाथे। महिला यो चाहिँ नयाँ ग्रुप हो है? यो नयाँ ग्रुप। ए कोर्समा पनि दुईटा। कतिजना हुनुहुन्छ तपाईँहरू नयाँ ग्रुपमा चाहिँ अहिले? कतिजना हुनुहुन्छ तपाईँहरू? 18 जना टोटल? ए अनि आगामी वर्ष पनि हामीलाई यस्तै सहयोग गर्नु होला। र अब प्रदेशबाट नि अब स्थानीय सरकारबाट त आयो, अब हामीलाई यतिले पुग्दैन के सामानहरू किन्नु पर्छ। सामाजिक खरिद गर्नलाई अब टाढा जानुपर्छ, यहाँ छैन यसको सामान। त्यही कारण हामी यसलाई व्यवसायमा बनाउन चाहेको। अब आफ्नो संस्कृतिलाई पनि अब अगाडि बढाउँ भन्ने